यो एउटा भवन मात्रै होइन, यो 1,86,000 सेयरधनीहरूको सपना बुनेको संसारमा आज हामी खडा भएका छौँ। अपी पावर कम्पनी लिमिटेडद्वारा निर्माण भइरहेको यो अपी टावर हो र यो नयाँ बानेश्वर स्थित एभरेस्ट होटेलको ठ्याक्कै पछाडिपट्टि यसको लोकेसन पर्छ र यो कर्पोरेट अफिस भन्दा पनि एउटा सेयरधनीहरूले हामीप्रति देखाउनु भएको अथाह माया प्रेम र स्नेहको एउटा मेरुदण्ड हो भन्न चाहन्छु र यो भनेको एउटा सबैजनाको साझा सम्पत्तिको रूपमा लिन सकिन्छ र जलविद्युत उद्यमी जलविद्युत कम्पनीहरूले पनि चाहिँ यस्तो किसिमको कर्पोरेट अफिसहरू कमै बनाएको देखिन्छ र यो भनेको एउटा कम्पनीको चाहिँ उज्जवल भविष्य र कम्पनीको एउटा दिगो विश्वास सेयरधनीहरूको माया र प्रेरणाको कारणले आज हामी यो ठाउँसम्म पुग्न सफल भएको छौँ र यो अपी टावर भनेको अपी पावर कम्पनी लिमिटेड तथा यसका अन्य सब्सिडियरी कम्पनीहरूको एउटै छानामुनि हामी बसेर यसलाई कर्पोरेट अफिसको रूपमा यसलाई चलाएर लिएर जान्छौँ र हाम्रो सपना भनेकै नेपालको ऊर्जा क्षेत्रमा हामी सबैभन्दा सबल र सक्षम कम्पनी बन्ने हाम्रो सपना र सोच हो र त्यसको लागि यो एउटा कोसे ढुङ्गाको रूपमा चाहिँ मैले लिएको छु। करिब 21,000 स्क्वायर फिट एरियामा चाहिँ 7 तल्लाको यो बिल्डिङ हामी बनाउँदैछौँ र यो निर्माण गरेको छोटो अवधि भएको छ। करिब 6-8 महिनाको अवधिमा हामीले यसको सिभिल संरचनाको काम अलमोस्ट सिद्धाइसकेका छौँ र अर्को वर्षको असार मसान्तभित्र यो बिल्डिङमा हामी सरिसकेका हुनेछौँ र अपी पावर कम्पनीका सेयर सम्बन्धी कारोबारहरू र अपी पावर कम्पनी लिमिटेडका अन्य कम्पनीहरूलाई एउटै छानामुनि तपाईँहरूले अर्को वर्षबाट देख्न पाउने हुनेछ। यो हामी सबैजनाको एउटा ठुलो उपलब्धि हो भन्न चाहन्छु र यसै गरी अपी पावर कम्पनी लिमिटेडले आगामी दिनमा ऊर्जा क्षेत्र मात्रै नभनेर विभिन्न लगानीका चाहिँ सुवर्ण अवसरहरूमा हामी लगानी गर्दै सेयरधनीहरूलाई खुसी बनाउँदै बढीभन्दा बढी मुनाफा दिने सोचका साथ हामी काम गर्ने सोचका साथ जमर्को लिएर हामी यो स्थितिसम्म आइपुगेका छौँ।